धन्यवाद। आज हामीले 1 पूजादेखि 7 पूजा पहिले नै प्रसादी र खोइचको लागि भनिसकेका थिए र आज अलिअलि बचेका मान्छेहरू जुन राति नै लाइनमा लागिहाल्यो त्यो लाइन अब सकाएर अब मन्दिर हामी सफा गर्छौँ र बोकाबली जनकपुरवासी या भक्तजन जुन बोका चढाउने भक्तजनहरू थियो उनीहरूको अनुरोध हामी प्रशासनलाई राखे कि पहिले नै म बोका किनिसकेको छु त धेरैजनाले मैले पोसेर राखेको छु भनेर उनीहरू आफ्नो समस्या राखेका थिए। त्यो समस्या हामी यहाँका प्रहरी प्रशासनमा प्रमुखजीलाई राखेका थिए। उहाँले हामीलाई सहज रूपमा र छिटो सम्पन्न सीमित सङ्ख्यामा र छिटो सम्पन्न गरिदिनु भनेर हामीलाई आश्वासन दिनुभएको छ। त्यही भएर आज अब हामी बोकाबलीको लागि लाइन व्यवस्थित गर्नतर्फ र बोकाबली कसरी व्यवस्थित हुन्छ यो कोरोनाको सकृतमा त्यस पछाडि हामी लागेका छौँ र आज बेलुका 7 बजेदेखि बोकाबलीको कार्यक्रम हुनेछ भन्ने जानकारी पनि गराउँछ। यो हस्तक्षेप गर्छ कि गर्दैन? भिडभाड हुँदैन जस्तो मलाई विश्वास छ, किनभने यसपालि त्यही मान्छेहरूले श्रद्धालु भक्तजनहरूले बोका किन्नु भएको छ जसले पहिले नै किनिसक्नु भएको छ। किनभने हामीले बोकाबलीको लागि अहिलेसम्म अन्योन्यताकै त्यो समय भएकोले यो पालि हामीलाई विश्वास छ कि 3000देखि 4000को भित्रै बोका सम्पन्न हुन्छ र 3000-4000 बोका सम्पन्न गर्नलाई हामीलाई 2 देखि 3 घन्टाको मात्रै आवश्यकता पर्छ। त्यही 7 बजेदेखि 10 बजेसम्म हामी बोका सकाइदिन्छौँ भन्ने हाम्रो सोच छ। धन्यवाद।